मामा कमल पोखरी त कत्रो ठुलो रहेछ। दामी दामी। ए राम राम टोकेर हान्न टोकेर। फिल्मी स्टाइलमा राजेश हमाल। मजाले लास्टमा एउटा लाइन भन, कसरी तिमीले बाई भन्छ। शुभकामना त भन्ने नै। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम। सो हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि म चाहिँ अब बुटोल आइसकेको छु अहिले चाहिँ म चाहिँ। अनि हामी चाहिँ एकछिन घुम्न जानु लागेको। दिनमा त अब घुम्न सकिँदैन गर्मीले बुटोलको। अनि 5-6 बजिसक्यो, अब जान लागेको। सो हरिणीहरू गइसक्यो, अर्को आइसक्यो। भाउजू यहाँ चुप्पो लाउनु हो, गीत लाउँदै हुनुहुन्छ हामी गएको। ओ हिरोइनहरू, सोया ठिक छौ? हिरोइनहरू म यता बस्छु। भाउजू सो यता बस ल, भिडियो के आएर जाऊ। भाउ छेउमा बस्नु, जता भयो नि हुन्छ कि म। मजाले पक्राइ चाहिँ नानी। खाना दाइ नमस्ते। यस्तो दामी देख्दो रहेछ यार मेरो आइफोन 13 प्रो म्याक्समा। खानेकुरा किनेर लग्न लागेको हो। हामीलाई सुक्खा नगराइसक्यो होइन। हामी कहाँ जाने अरे? हामी कमल पोखरी। सो यता पुरा लजाइरहेको छ त। 100 लुगा झरेछ। के भयो सानीलाई? अरे तँलाई राम्रो देखिरहेको छु त। राम्रो शीतल भइरहेछ। हामी चाहिँ झर्न लागेको, आइपुग्यौँ। सोएको लुगा बनाऊ लु जाम। ल हिँड हिँड हिँड, लु हिँड हिँड। लु कता जाने? हिँड्नु भाउजू। हिरोइनहरू के छ अब? छिटो हिँडौँ है। पोखरी चाहिँ आमामा कत्रो ठुलो रहेछ। ओ माइ गड, सरप्राइज भयो म। कमल पोखरी पानी चाहिँ छैन रहेछ। पानी छैन पोखरीमा त। मामा कमल पोखरी त कत्रो ठुलो रहेछ। ओ माइ गड, कमल पोखरी कमल पोखरी कस्तो। अस्ति पनि आएको नि तिम्रो दुईजना? सोही आएको थिएँ? आएको थिएन? यिनीहरू आइरहेको छ। हाम्रोमा कति राम्रो राम्रोहरू तपाईँहरू धरानतिरको हो। तपाईँ त खोटाङ्गे पो त है? कोरिया खोटाङ्गे नि रोहिणीहरू है यिनीहरू चाहिँ। गाइजहरू सुनसान ठाउँ, यस्तो राम्रो ठाउँ। भाउजू टाउको दुख्यो? माओवाडी जस्तै टाउको बान। ल अब यहाँ बस्नु। हामी चाहिँ ऊ पर जानु लाग्यो खानेकुरा बोकेर। अब त शीतल भएको थियो है भाउजू? पारिन। लु चटपटे रोसिन्छ। ए चटपटे बस छ। पुज्ने हो क्या कट्टु चाहिँ देखेन टमाटर। हामी चाहिँ आइपुग्यौँ यहाँ। हामी बसेर खान लाग्यो हिरोइनहरूसँग। के खान्छ अरे भाउजूलाई? अनि भाउजू यस्तो बखरको हुनुहुन्छ। अनि यहाँ छोरी यत्रो। अनि कसले चाहिँ अनि कलेजमा जाँदाखेरि भाउजूलाई के भने अरे? भनिदेऊ त के भने अरे भाउजूलाई एडमिसन जाँदा? जामा हारेर नबोले। एकछिन
खोइ दिदीलाई ए म चेसिङ ल चेसिङ चेसिङ 1 2 3 गो ए राम राम ठुलो मान्छे बिर्सेछ र तनाव भयो नानीलाई नदिनु गर न चस रे यो चस गर भाउ जाऊ न चेस दामी दामी खोइ कस्तो छ राम्रो छ राम्री रहेछ क्युट भन न सबैलाई भाउ छ नि यत्रो छ है खान्छु कस्तो छ मिठो छ भन मिठो चाउरे लो मिठो छ Oh my god, what is this my चटपटे? Don't touch. कस्तो छिटो छौ तिम्रो चाउचाउ पनि चोरिदिम तिम्रो चाउचाउ चोरिदिम ए ओके ओके सरी ओ माय गॉड सुली सोयादन अलि सिधा बस अग्लो मान्छेको यही छ उसलाई अग्लो भनेको जस्तो हेर न पिरो छ सानी भाउजू खानु न हो के आज खाने सोही राइदिउँ टोक्नुहोस् फेरि धेरै चिसो छ चाट्ने नि के गर्नु र खुसी त पसिनै पसिना भएर आएछ लिनुहोस् न सोल्टेनीमा टिकटक बनाऊ है रिल्स बनाऊ ल एउटा लिचीको गेडा दिएर ल गर्नुभयो सर्ट खोला के हुन्न हाफ टी सर्ट छ त आफ्नो पार्टनर छ है यता चाहिँ सबैजना खुवाउनु पनि दिनाले म खाइदिन्छु नि प्लिज ओके खानुहोस् झरे खानुहोस् छिटो झरे टोकेर खान्न टोकेर खुवाउनु केही हुन्न ल झरे ल खानु लु खाऊ ल मजा मोबाइललाई फुक्दाखेरि बा सन्चो हुन्छ कि अलिक शीतल हुन्छ कि मलाई बोकेर आएछ होस् त्यो मेरो चाहिँ देऊ न उसलाई म खान्छु बिना फुटा माग पिग्लिसकेको छ यो पनि यो चाहिँ यहाँ चमच पानी खाऊ ल बुटलको गर्मी त राम्रो लायो के भाउ छोड्नु म त पुगेको म त खान्न आधी मात्रै म त नै मलाई अगाडिमा एउटा खराब नि धेरै माया नगर्नु म कोमामा जान्छु बल निकाल्नु आधी खानु भन्छु होला के भयो त भाउजूले सिधा बस्नु न क्यामेराम्यान राम्रो आउँदैन खुसी त हेर यहाँ हरिया हेन्ची हाई भन चच गुड गर्ल फोटो सुट गन रङ भाउजू त्यस्तो क्लियर आएको छ यी क्यामेरा के भएको यो कस्तो उयो टिलिक्क टलेको छ है उयो त
यस ठुल मम्मी Behind the scene. Oh, mommy. You're so beautiful. आऊ यहाँ सिरामा आउनु बाउजू एकछिन बस्नु न के भएन के हरि रामदेखिला दिस इज कॉल्ड बखरको मम्मी अरे दिनासँग बसेको रे ल ल बस छानेर म ओ मम्मी ओ माय गॉड व्हाट अ पोज ओ एन्जी हाय हाय एन्सी हाय भन्नु एन्सी एन्जी हौवा गर गर्दियो हौवा गरिदियो हौवा ज्ञानी गुड गर्ल छिटो खाऊ चिसो यहाँ चाहिँ फोटोसुट चलिरहेको छ खै देखाउनु त अरे एउटा भयो म यहाँ चाहिँ खाइरहेछ फर्स्ट टाइम जियरी यहाँ मेरो अब घर जानु लाग्यो यहाँ राति हुँदा पनि आमा पुरा फोटोसुट हुँदैछ यता चाहिँ के अरे तिमी युजित हुन नसकेको मोडल तिमी चाहिँ म हुन नसकेको फोटोग्राफर लुजाम राति भयो अब चाहिँ ऊ त बाघ आयो भने चाहिँ डुब्नु पनि भ्याइँदैन है लुजाम खान्छु नि भाउजू खान्छु दिनुहोस् न हजुर प्लिज हजुर हुन्छ लिदिनँ हजुर लिदिनँ हजुर ल ल आइम नानी एनसी त गइसकेछ घर लु हिँड न लु मेरो कट्टु देखेछ लु राति भयो क्या लु जाऊँ न लु हिँड न बाई बाई गाइस अहिले हैन पानी नखाने पानी खाऊ सक्छ सबैले अलि खान्छु म नाना हजुरको काटा दिछ त हामी चाहिँ फोटोसुटहरू गरेर के गरेर ढिलो भएछ हामी आउने 6 बजे आएको होला है पानी छिरी न लु छिरी न छिरी दौड नानी भेटौँ रनिङ आना ल स्टार्टमा रनिङ हाल्नु फिल्मी स्टाइलमा राजेश हमाल निखिल उप्रेटी त्यस्तोहरूको पोजमा हिँड्ने हो के बोले बहिनी के बोले बचाउँदिन लड्छ है बहिनी होइन आर्या खुसी चाहिँ क्यामरामेन चाहिँ आमा पछाडिबाट पनि राति भयो नानी त पर पुगिसक्यो राति भइसक्यो अब चाहिँ लाइटले मात्र क्यामेरा के गर्नुभएको हल्ल्याइदिनु युजिन हल्ल्याइदेऊ न आर्य हल्ल्याइदेऊ स्वयं बस न स्वयं बस न अट्छ त बस हाय रे रोकेर बस त अनि हल्ल्याइदिनुहुन्छ आर्य नानाले कोही चाहिँ क्यामरामेन आम्मा ल रमाइलो भयो एन्सी र सोयादन उनीहरू चाहिँ फोटोसुट गर्नु तरुनीहरू चाहिँ नहुने रहेछ क्यामेराले पुरै राति भइसक्यो नि हजुर अब राति भइसक्यो लु जाऊँ ल एन्सी जाऊँ राति भयो भुट खान्छ आऊ ल तिमीहरूको भएन खै तिमीहरूको भित्रको म उयो आँखाको रानी देखाइन्छु हेर्छु खै खुसी नछोप न अनुहारबाट हेर्दा मात्रै राम्रो छ पार्टनर हो यिनीहरू खै आर्यको खै हेरौँ बिस्तारै बिस्तारै गर सोया मेरो बाल अड्किया छ खै आर्यको नजिकबाट हेरौँ कस्तो रहेछ रियलमा साँच्ची नै राम्रो रहेछ या तिमीले पसिना पसिना जाम होइन राति केही आउँदैन होइन यता 3 जनाको हुल यता 3 जनाको सोयादन पानी बोकेको दिनासँग हिँडेको एन्ची हो माइ गड कस्तो ठुलो मान्छे हो
ठुलो मान्छे हो खिच न के राम्रो आउँछ त होइन उ त्यो मुन खिच्छ यो बाटो खिच नि त भुट भुट अब एउटा चाहिँ हल्लिरहेको छ र भुट छिटो 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 यो चाहिँ नाटक गर्दैछ अगाडि अगाडि भनेर के गर्नु रमाइलो गर्दैछन् बिचरा सोयापट्टि चाहिँ पक्रिदेऊ न अनि पिन्थ्यो भाउजूलाई टाउक्दैछ नि छोड्नु नि भाउजू हिँड्छौ ओह साह्रै गर्नु पर्यो ओ माई गड हो यो मान्छे चाहिँ बजार आइपुगिसक्यो के भन्दैछ जेरी नखाने रे त्यस्तो हो र अर्कै होइन र भाउजू पातलोमा कपडा त यही हो एन्सीलाई यो यही हो को हुनुहुन्छ यो टमाटर किन्दै हुनुहुन्छ अब घर जाँदै अब जाने टमाटर किनेर एक घेरोला होइन चिचिन्डा लानु लाग्यो घर 50 रुपियाँ एउटा होला सर थ्याङ्क यू सुजी एनसीलाई जाऊँ भाउजू नानीहरू कहाँ पुग्यो ओ माई गड ल कस्तो दामी हामी चाहिँ घर जानु लाग्छ लु आऊ 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 घर घर कुरी ल यो भाइले पनि के खाएर बस्छ धेरै पैसा बाटेर लिन्छ टिकटको ग्याङै छ अनि बाटेर सबै बाटेर के भयो दाइ हामी चाहिँ आइपुगिसक्यो हजुर ए हुन्छ दाइ यहाँ दिनुहुन्छ हामी चाहिँ घर आइपुग्यौँ 50 दिन न त ल होइन होइन ल सोहेन ल थ्याङ्क यू दाई घर आ गया रूम आ गया रूम नगर्नु न त्यो त्यही होस् न भाउजू यति के साह्रो भाडा दिँदा पनि तपाईँ चाहिँ अति नगर्नु न उलु जा सो आजलाई यति नै हामी घुमेर फिरेर पनि घर आइपुगिसक्यौँ थ्याङ्क यू फर वाचिङ आवर भिडियो सबैजनाले टाटा बाई बाई भन्नु बाई बाई सी यू अगेन भन के नानी बोक्नु पऱ्यो के हो सुतिसक्यो ल बाई अलिक मजाले भन मजाले लास्टमा एउटा लाइन भन कसरी तिमीले बाई भन्छ शुभकामना चाहिँ भन्ने नै हो थ्याङ्क यू फर वाचिङ बाई बाई आर्याको इन्डिङ चाहिँ खतरा छ र यो चाहिँ हाल्नै पर्छ ल बाई बाई भन